Hey guys, welcome back to my vlog. हैन आज चाहिँ हाम्रो दिनको सुरुवात भएको छ चिया दरबारबाट हाम्रो होस्टेलभन्दा ठ्याक्कै अगाडि छन् यो एउटा भडवा थियो हाम्रो अर्किडको टपर होस्टेल बसेर पढिरहा र यसको र मेरो बेट लागिरहेछ एसएलसी मा कति ल्यायो भने It was at this moment that he knew he fucked up. ल्यायो भने मैले कति स्पोन्सर गरे 7000 बड़ी बड़ी बातें वड़ा पाव खाते 700 700 70 79 रुपीस 77 रुपीस 7 यसले यदि एसएलसी मा 12 को बोर्डमा 3.75 कटायो भने त्यो बिदाभरि त्यो रिजल्ट पछि नि रिसेटल हुन टाइम लाग्छ नि त्यो भरि जे माग्छ त्यही ढुक्क अब गएन त साथीभाइहरू कमेन्ट गरिदिउँ त हाम्रो क्रिस्टल दादाको पैसा गयो अब मैले थाहा पाइसकेँ हाम्रो अझै एउटा भालु आउँदैछ ए जग्गा बेचेर भयो नि पुरा गर्छु के चल झूठा के बेचेर जग्गा बेचेर भयो गइहाल्यो नि पैसा त गएले अनि पिस परिरहेको दिदी तेरो कमाइ त फिक्स छ होस्टेलबाट त हामी कलेजमा एडमिसन कार्ड लिन भनेर निक्लेको गाइज होइन ह्यान्डसम सुनि मान्छे त भाई साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ के गरिरह अश्विन भाइले भड्दाखेरि गएर एक लट आफ्नो स्किल देखाइदेऊ न ओहो चारैतर्फबाट झार घसिरहेको छ गाइज बाथरुममा गर्ने कुरो यहाँ किन हो र आवेशमा आइसके पुरै पात बनाइदियो साथीभाइहरू मलाई यहाँ म मोबाइल खोजेर फाल्दिन्छु ब्लगरको ल किन ब्लगर जेलस गाइज जेलस मान्छेले प्रगति गरिरह भनेर केटा अब मैले दिदीको मोबाइल पाइसकेँ होइन अब ब्लग म स्टार्ट गरिरहेको छु अब अरू बेला एडिटिङ गरेर बस्थ्यो सब सुतेँ होइन सुतेपछि एक्लै पढिरहेको हेर्नु साथीहरू पढाएको बच्चा क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। टिप्स चाहियो क्या हल्का पढ्ने सब्स्क्राइब गर्नु पढ्न पर्छ 12 को बोर्ड आइसक्यो टिप्स चाहियो क्या पढ्ने टिप्स चाहियो पढ्ने अँ काममा गीत लगाउने पन्जाबी म्युजिक यो ओल्ड इज गोल्ड हामीले अब बुक पढेर काम छैन ओल्ड इज गोल्ड गर्ने अब साथीभाइहरू मैले यसो फिजिक्सवालाको पढ्दै थिएँ होइन इक्विलिब्रियमको अनि मैले एउटा बफर सल्युसन भन्ने हेरेँ अनि यहाँ लास्टै फ्लर रहेछ मान्छे कसरी पढोस् कि यस्तो वातावरणमा टिचरले यस्तो भिडियो हालेपछि सरले के बोलिरहनु हा या के पढाइ भइरह अगर करे तो करे क्या कुराहरूलाई इग्नोर हानेर अब रिदिस दादाले बुकबाट पढ्छ रुममा केटाहरूले के गरिरहन् भनेर हेरौँ है त पढ्छ नि त केटाहरूले त पढ्न पर्नु ओहो अघि मेरो भिडियो बनाएको यसले एक्लै पढ्यो भनेर अहिले हेर्नु गाइज रियालिटी विप्सन लामी छानेको रियालिटी गाइज असली खै ट्याब हेरौँ तारको अघि नैसम्म के हेरिरहेको हिस्ट्री हेरौँ अझै हिस्ट्री चेक हुन्छ खै ओहो यस्तो भिडियो हेरिए अझ रियाक्सन म आउने बित्तिकै यस्तो पढेको देखाउनको लागि गाइज एक्सपोज्ड गाइज वार्डेन सुतिरहेको
Hey, y'all, come look at this. साथीभाइहरू मेरो भर्खर कति बज्यो रिदम भाइ टाइम कति भयो 2:14 भिडियो अपलोड भए भन्छ आफै बुझ्नु यो होस्टेलको नेटको स्पिड हिजो राति अपलोड गर्न छोडिदिए हो अहिले चाहिँ रिदम भाइले हेरिरह रिदम भाइको एकछिनमा हामी अब अनेस्ट रिभ्यू नि लिन्छौँ एकदम कडा कडा टाइम हो कि नै रिदम भाइ तँलाई कस्तो लाग्यो भिडियो एउटा रिभ्यू पाइसकेसम्म हजुरले नि कमेन्टमा रिभ्यू दिनु होला लेखेर होइन लाइक सेयर सब्सक्राइब हालिदिनु भाइरल भाइरल साथीभाइहरू अब हामी खाजा खान जानु लाग्यो होइन हामी अब होस्टेलमा कस्तो खाजा पाक्छ भनेर हजुरलाई म देखाउनेवाला छु हाम्रो यो मेरो जिम एरिया होइन यहाँ म मस्त बिहान बिहान दिन्छु अलवेज माधव सर गाइज खाजा गाइज खाजा चाउमिन रहेछ गाइज वाडे नआउनु भयो त्यही भएर म बन्द गरिहाल्छु साथीभाइहरू हामी अब यस्तो कपाल काट्न चल्दै गयो यहाँबाट होइन अब कोसिस बारतिर कपाल काट्न जानु लाग्यो यो मेरो कोसिस भन्ने साथीको घरको ठ्याक्कै मुनिको भाडामा हो त्यही भएर डिस्काउन्ट पाइए लाग्यो भन्ने आशमा जान लागिरहँ होस्टेलबाट भागेर सिधै कपाल काट्न आएको हामी होइन त्यहाँ बसिरहनु भएको आन्टी हेरिरहनु भएको हामीलाई लगेरिन ओसिस भाइ है त केटा हो क्युटी ओसिस यहाँ चाहिँ अब म कपाल काट्न लाग्यो त्यहाँ आन्टी अङ्कलको ग्याङ छ त्यहाँ आन्टीले नमस्ते गरिरहनु भएको टाढादेखि भ्लगलाई नमस्ते ब्याकदिन भिडियो बनाउ त नमस्ते आन्टी ल सधैँ कपाल काटिदिने आइरहनु भएको हिरो दाई 1 पिस कपाल काट्नुहुन्छ यत्तिको भनिदिएपछि राम्रो नकाटेर त सुखै पाउनुहुन्न नि यो देखिन पऱ्यो म त्यही के भएको यस्तो यताबाट चाहिँ गर्नुपर्छ कि भिडियो उताबाट एन्टी लाइक अलि आएन कि राखेर गर्नुपर्ने बरु यत्रो गरेदेखि के टाइम ल्याप्स हो क्या बरु त्यो गरेर हुनेछ बरु कसम चिसिएर रहेछ यार त्यसै रमाइलोमा आइदिएको दिदी गिजर छैन दिदी होस्टेलको पानी त लास्ट तातो थियो हिरो देखिन्छु दही खास पाउडर छिके पाउडर बोल्नु लगाएर थापिहाल्छ भयो ओहो यो त बिल्डो भाइ चम्पीवाला यस्तै त्यो मेसी टाइप्सको बनाएको त्यत्तिकै